नेपाल हिमाल पहाड र तराईले बनेको सुन्दर देश। यहाँको हावा र पानीले हाम्रो जीवन चलाउँछ। तर के तपाईले कहिल्यै सोच्यौ किन काठमाडौँमा पानी पर्छ तर मधेसमा बादल मात्रै देखिन्छ? हरेक वर्ष भारतको समुद्रबाट तातो हावा नेपालतिर आउँछ। यसले पानीका बाष्प लिएर आउँछ। यो हावा जब पहाडमा ठोक्किन्छ, माथि उठ्छ, चिसिन्छ र बादलमा परिणत हुन्छ। त्यसैले पहाड र काठमाडौँ जस्ता ठाउँमा ठूलो पानी पर्छ। बादल त्यहाँ नै पानी खसाउँछ। काठमाडौँको सडकमा वर्षा सुरु हुन्छ, छतमा पानी पर्दछ र वाफले उपत्यकालाई ढाक्छ। तर मधेसमा पहाड नभएकोले हावा सजिलै बग्छ। यहाँ बादल बन्छ तर पानी कम पर्छ। मधेसमा गर्मी धेरै हुन्छ। तातो हावाले पानीका थोपा फेरि उडाइदिन्छ। सुक्खा माटो, धुलो र तातो हावाले वर्षा ढिलो गराउँछ, तर प्रकृतिले सधैँ सन्तुलन खोज्छ। आजको जलवायु परिवर्तनले नेपालमा मौसम अझ अनियमित बनाएको छ। कहिले अत्यधिक वर्षा, कहिले सुक्खा र तातो मौसम। तर आशा अझै बाँकी छ। यदि हामीले वातावरण जोगायौं र बोट बिरुवा रोप्यौं, भविष्य राम्रो हुनेछ। मधेसमा पानी ढिलो पर्न सक्छ तर आशा कहिल्यै सुक्दैन।